साथीहरू आज मेरो खानामा के छ भन्दा यप्पी 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 नुडल्स माई फेभरेट यप्पी नुडल्स छ। बहुत दिन भयो कि खाएकै थिइनँ त हो, योपालि चाहिँ पुरा खानु मन लाग्यो हो। अन्त हप्तामा एकचोटि त अलिकति खानु त सक्छ नि त हो होइन। कति उसमा चाहिँ मलाई रोटी दाल चावल मन पर्दैन, मलाई चाहिँ यस्तो चिज मात्रै मनपर्छ। मोमोज कस्तो अरूहरूले मोमोजहरू बनाएको देख्छु कि मोमोज खानु मन लाग्छ हो। बाहिरको मोमोज राम्रै हुँदैन, अन्त घरमा अब टाइमै पाउँदैन हो। अरूहरूले मोमोजहरू बनाएको खाएको देखेर कति खानु मन लाग्छ नि, के गर्नु अब। आफूले बनाउनु सक्ने हुँदैन, टाइमै हुँदैन। हामी त ड्युटीबाट आउँदा आउँदा 8हरू बज्छ, अन्त कहिले चाहिँ मोमोज बनाउनु। त्यही भएर बाहिरको मोमोजहरू अलिअलि खान्छु हो। अब खानु मन लागेन खान्छु, र पनि त्यति अब घर जस्तो त हुँदैन नि त होइन। सोयाबिन मात्रै डालेको हुन्छ त्यो दिल्लीको मोमोजमा, पनि मान्छेले फेरि के साह्रो मिठो गर्दै खाएको है। आमामामामा यहाँको सबै सोयाबिनै सोयाबिन हुन्छ हो। चिकनको नाम मात्रै सुन्दा पनि चिकन पाउँदैन हो। र पनि मान्छेहरू भिड के त, आमामामामा के साह्रो मन पराएको है। तिनीहरूलाई थाहै छैन हाम्रो घरकोहरूको कसरी खान्छ भनेर मोमोज क्या त। तिनीहरूलाई त्यही नै मिठो लाग्छ क्या त।